एउटा नयाँ क्यानभास फेरि न्यू मेनुबाट क्रिएट गरौँ। क्यानभासको नाम राखौँ माई इमेज। यसको साइज कस्टम साइजमा बसेको छ र हामी यहाँ प्रिसेट थुप्रै साइजहरू हुन्छन्। कस्टम साइजबाट भन्दा अरु हामी यसरी लिस्टबाट लिन सक्छौँ। डिफल्ट फोटोसप साइज पनि हुन्छ, त्यसरी लिए पनि हुन्छ। जस्तै युएस पेपर, अर्को इन्टरनेसनल पेपर, फोटो पेपर, त्यसरी अरु थुप्रै आइटमहरू हुन्छ। वेब सम्बन्धी भयो, मोबाइल एन्ड डिभाइसेस, त्यसरी फिल्म एन्ड भिडियो, त्यसरी अरु विभिन्न साइज हुन्छ। कस्टम साइज अन्तर्गत पनि हामीले अरु 5-7 को कार्ड, त्यसैगरी अरु साइज पनि हामी लिन सक्छौँ र हामीलाई आवश्यकता परे अनुसारको आफैले डाइमेन्सन सेट गरेर त्यसलाई कस्टम साइज भन्छ। कस्टम साइज भन्नाले अहिले यहाँ हामी वाइडमा 24 इन्च र हाइटमा 12 इन्च भएको एउटा क्यानभास तयार गरिरहेका छौँ। हामी इन्चको सट्टामा यहाँ सिलेक्ट गरेर पिक्सेल या सेन्टिमिटर या मिलिमिटर या पोइन्ट्स र पिकास भन्ने यस्तो किसिमको अथवा विभिन्न कोलमहरू पनि लिन सकिन्छ। भने अहिले यो इन्चमा छ, हामी इन्चमा सेट गरिरहेका छौँ। त्यसपछि आउँछ कलर मोड या आरजीबी कलर मोड छ। अहिले यसलाई हामी यही कलर मोड लिन्छौँ र यो 8 बिटको कलर मोड हो र हामी आरजीबी को सट्टा कि त ग्रे स्केल मोड कि त बिटम्याप मोड अनि CMYK र ल्याब कलर मोडमा पनि हामी यसलाई सेट गर्न सक्छौँ। र बिटम्याप मोड भन्नाले श्याम श्वेत कलर अथवा ब्ल्याक एन्ड व्हाइट मात्रै हो भने ग्रे स्केलमा एउटै कलरको पनि ब्ल्याक कलरको पनि हाफ टोनहरू विभिन्न स्क्रिन मोडहरू हुन्छ। त्यसैगरी आरजीबी कलरमा 3टा कलर कम्बिनेसन हुन्छ, रेड, ग्रीन र ब्लू भने CMYK मा स्यान, मेजेन्टा, येलो, ब्ल्याक गरेर 4वटा कलरको कम्बिनेसन हुन्छ र त्यसपछि ल्याब कलरको व्यवस्था छ। आरजीबी कलर नै राखौँ। अब रिजोल्युसनको हकमा यो प्रेस जगतमा काम गर्ने हो भने अथवा प्रेसको लागि प्रिन्टिङ प्रयोजनको लागि हामी क्यानभास बनाउँदैछौँ अथवा यहाँ इमेजहरू र कुनै ग्राफिक तयार गर्दैछौँ भने हामीलाई त्यसको लागि 300 dpi चाहिन्छ। होइन भने वेब ग्राफिकको लागि हो भने हामीलाई 72 dpi मात्र भए पनि पुग्छ र जति धेरै dpi राख्यो उति नै फाइलको साइज पनि हेभी हुँदै जान्छ। अहिले यतिखेर यसको क्याल्कुलेसनमा हेर्ने हो भने यो इमेज साइज टेन्टेटिभली 74.2 मेगाबाइटको हुन्छ। यसलाई हामी जब ओके गर्छौँ यसरी कुन मोडमा राखेको छ, कति रिजोल्युसन राखेको छ, डाइमेन्सन कति छ त्यसमा डिपेन्ड गर्छ। र यो ब्याकग्राउन्ड कलर भन्नाले अहिले यो टुल बक्समा जुन कलर ब्याकग्राउन्डको रूपमा बसेको छ त्यही कलर हाम्रो ब्याकग्राउन्ड कलरको रूपमा यहाँ आउँछ। हामी ब्याकग्राउन्ड कलरको सट्टामा यहाँ ब्याकग्राउन्डको मोड व्हाइट अथवा ट्रान्सप्यारेन्ट पनि राख्न सक्छौँ। अहिले ब्याकग्राउन्ड कलरमै राखौँ र यो टुलबक्समा भएको दुईटा कलर मध्ये यो माथिको कलरलाई फोरग्राउन्ड भन्छ र तल्लो कलरलाई ब्याकग्राउन्ड भनिन्छ र यहाँ फोरग्राउन्ड अहिले व्हाइटमा छ। यसरी सबै कुरा सेट गरिसकेपछि हामी यसलाई ओके गर्छौँ। ओके गरेपछि यो एउटा क्यानभास हाम्रो तयार हुन्छ, रिक्टो क्यानभास। हामी त्यसमा विभिन्न इमेजहरू क्रिएट गर्न सक्छौँ अथवा अरू फोटोहरू त्यसमा इन्क्लुड गर्न सक्छौँ। धेरैवटा फोटोलाई मर्ज गरेर राख्न सक्छौँ अथवा यो कन्फिगुरेसन हामीलाई चाहिएको छैन भने हामी क्यान्सल गर्न सक्छौँ। त्यसैगरी सेभ प्रिसेट भनेर हामी यो प्रिसेटलाई नेक्स्ट टाइम पनि खोल्दाखेरि सेम यस्तै गरी खुलोस् भन्ने चाहन्छौँ भने हामी सेभ प्रिसेटमा क्लिक गरिदिन्छौँ। होइन भने यहाँ डिभाइस सेन्टर भनेर हामी यदि डिभाइस सेन्टरमा क्लिक गऱ्यौँ भने इन्टरनेट एक्सप्लोररमा खुल्छ। विभिन्न डिभाइसहरू, मोबाइल सम्बन्धी डिभाइसहरू, मोबाइलको मोडेलहरू सबै हामी त्यहाँ प्राप्त गर्न सक्छौँ र त्यो हामी आफ्नो क्यानभासमा इन्क्लुड गर्न सक्छौँ। यो फेसिलिटी अहिलेको लेटेस्ट भर्सनमा अथवा CS3 मा या CS2 मा छ। पुरानो भर्सनहरूमा त्यो फेसिलिटी छैन। इमेज साइज पनि हामी यहाँ हेर्न सक्छौँ। अब यसलाई एकचोटि ओके गरिदिउँ। हामी जब ओके गर्छौँ यहाँ एउटा क्यानभास आएको छ रातो ब्याकग्राउन्ड भएको र यसको डाइमेन्सन अहिले 12 इन्च बाइ 24 इन्चको छ र यसलाई हामी सेभ गरौँ फाइल मेनुबाट। यसरी सेभ एज भन्ने कमान्डहरू छ। यो सेभ भइसकेको छ। यसले फेरि सेभ एज पनि गर्न सकिन्छ। सेभ गर्ने बेलामा यो B ड्राइभमा सेभ गरौँ।
फोटोसप प्रोजेक्ट भन्ने फोल्डरभित्र हैन यो अब सम्बन्धित आफूले तोकेको फोल्डरमा सेभ भएको छ र यो क्यानभासलाई हामी यहाँ अब क्लोज गर्छौं एकचोटी यसरी कन्ट्रोल डब्लु गरेर हामी यसरी क्लोज गर्न सक्छौं